हामी कुरा गर्ने छौं कि तपाईले अहिले जुन नेपालको पुलिस रिपोर्ट बनाउनु पर्ने कुराहरु छ प्रत्येक कन्ट्रीको लागि तपाई जहाँ जाँदा पनि नेपाली पुलिस रिपोर्ट चाहिँ चाहिन्छ हैन कसरी बनाउने त यसको लागि के कागज पत्रहरु चाहिन्छ अनि हामीले आफै पनि बनाउन सकिन्छ कि कसैको मद्दत लिनु पर्छ कि या त पुलिस स्टेसनमै जानु पर्छ भन्ने कुरामा डिस्कस गर्ने छौं फर्स्ट अफ अल तपाईले पुलिस रिपोर्ट बनाउँदाखेरि सबै प्रोसेसहरु अनलाइनबाटै गर्नुपर्ने हुन्छ अनलाइनबाट कसरी गर्ने भन्दाखेरि तपाईले अनलाइनबाट प्रोसेस गर्नुको लागि के गर्नुपर्ने हुन्छ भन्दाखेरि तपाईसँग एउटा ल्यापटप कम्प्युटर अथवा मोबाइल छ भने मोबाइलबाट अलिकति गाह्रो हुन्छ हैन अब त्यसको लागि तपाई फर्स्ट अफ अल तपाईले आफ्नो इन्टरनेट अन गर्नुस् एउटा ल्यापटप जेमा हुन्छ अनि त्यसपछि गुगल क्रोममा जाने गुगल क्रोममा गएर तपाईले पुलिस रिपोर्ट बनाउनको लागि जस्ट पुलिस रिपोर्ट भनेर सर्च गर्नुस् पुलिस रिपोर्ट सर्च गरिसकेपछि त्यहाँ opcr.nepalpolice.gov.np भन्ने वेबसाइट आउँछ हैन त्यसपछि यहाँ तपाईसँग लगइन र रजिस्ट्रेसनको अप्सन आउँछ हैन र लगइन र रजिस्ट्रेसनको अप्सनमा चाहिँ तपाई रजिस्ट्रेसनमा क्लिक गर्नु अनि आई एम नेपाली तपाई पक्कै पनि नेपाली नै हो हैन अनि त्यसपछि नेक्स्ट गर्ने अनि आफ्नो फुलफिल गर्ने डिटेलहरु यो डिटेल सब डिटेल फुलफिल गरिसकेपछि रजिस्ट्रेसनमा क्लिक गर्नु अनि तपाईको जीमेल जुन तपाईले युज गर्नुहुन्छ त्यो चाहिँ त्यहाँ जान्छ अनि त्यही जीमेल युज गरेर एउटा कुनै लगइन गरिहेर्नु होला अनि लगइन गरिसकेपछि त्यहाँ तपाईलाई न्यू पासवर्ड हाल्नु भन्छ अनि सबै डिटेलहरु फुलफिल गर्ने इमेजहरु देखि लिएर तपाईको नागरिकताको करेक्ट साइज ती सबै कुराहरु फुलफिल गरिसकेपछि तपाईले सबमिट गर्ने सबमिट गरिसकेपछि 1 देखि म्याक्सिमम 5 डेज भित्र तपाईले पुलिस रिपोर्ट डाउनलोड गर्न पाउनुहुन्छ अनि त्यो डाउनलोड गरिसकेपछि त्यो जस्ट यो तपाईको एउटा प्रोसेस थियो पुलिस रिपोर्ट निकाल्ने त्यसपछि तपाईको मोफा एटेस्टेसन हुन्छ अनि तपाईको अब कुन कन्ट्रीमा जाँदै हुनुहुन्छ त्यो एम्बेसीको छापहरु लगाउने धेरै कुराहरु हुन्छ जस्ट नट ओन्ली पुलिस रिपोर्ट बनाएर सबै कुराहरु सकिन्छ भन्ने हैन यो तपाईको एउटा सिम्पल प्रोसेस यो कम्प्लिट गरेपछि फेरि उता 24 आवर लाग्ने अथवा अझै धेरै समयहरु लाग्ने पनि हुन सक्छ यदि तपाईलाई पुलिस रिपोर्ट चाहिएको छ भने मलाई सम्पर्क गर्नुस् म तपाईको पुलिस रिपोर्ट बनाइदिन्छु विदिन 5 डे विथ सर्टेन चार्ज है धेरै चार्ज लिदैन किनभने काम गरेको पैसा त लिनु पर्यो नि त म टिकटकमा देखिरा हुन्छु पुलिस रिपोर्ट बनाउँदा पनि पैसा लाग्ने रे तेरा घरका रग काम गरेपछि पैसा लिन्छ जले नि कसले फ्रीमा गर्दिन्छ भन्छ हैन त्यस्तो भारी चार्ज लिने हैन जस्ट काम गरेको थोरै पैसा लिएर तपाईको काम गर्दिने छु हैन ओके सी यू गाइस